हजुरको के टिकटकमा भ्युज आएको छैन, हजुरले टिकटकमा भ्युज ल्याउनलाई खोजिराख्नु भएको छ, त्यस्तो हो भने हजुरले टिकटकमा भ्युज ल्याउनको लागि एउटा सेटिङ गर्नुपर्ने हुन्छ। त्यो सेटिङ म हजुरहरूलाई बताउन गइरहेको छु। हजुरहरूले पनि यसरी नै टिकटकमा सेटिङ गरेर आफ्नो टिकटकमा भ्युज ल्याउन सक्नुहुनेछ। हजुरहरूले सबभन्दा सुरुमा त टिकटक सेटिङ एन्ड प्राइभेसी ओपन गर्नुहोला। ओपन गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। हजुरले तलतिर सार्नुहोला, तलतिर सार्दै जानुहोला। यहाँ एउटा अप्सन छ सपोर्ट भन्ने, यसमा क्लिक गर्नुहोला र यसमा क्लिक गरिसकेपछि यहाँ पहिले देख्न सक्नुहुन्छ हेल्प सेन्टर, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि हजुरहरूले यहाँ फर यु भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि हजुरले देख्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस खुल्छ। तलतिर सार्नुहोला। सारिसकेपछि हजुरले देख्न सक्नुहुन्छ वाज दिस हेल्पफुल, यसमा यस भनेर क्लिक गर्नुहोला। यति गरिसकेपछि हजुरहरूले टिकटकमा भ्युजको बर्सात हुनेछ। हजुरले यो सेटिङ चाहिँ टिकटकमा भिडियो अपलोड गर्नुभन्दा पहिले नै गर्नुपर्ने हुन्छ।